ऱ्यान्डमली आज चाहिँ मैले के किन्न सकिनँ है, केही किन्न मन पराएन। ईदको बेलामा अफर हुन्छ भनेको अफर पनि रहेनछ यार। त्यो त आज स्पेसल ईद हो नि त होइन, ईदको बेला त अफर पनि छैन है मेसम्याक्समा। दामी दामी छ हेर्नु है त गाइस, लाने कि के हो, कति बाक्लो बाक्लो छ यार होइन, दामी दामी छ यार चप्पल। यता लेडिज आइटम छ, लेडिज आइटम छ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल भ्लग। आई होप तपाईँ सबैजना सन्चै आराममा हुन्छ होला भन्ने आशा गरेको छु। आज विशेष रसेल खैमाको यो दखिल साइडबाट छु गाइस। मेरो पछाडि भिडियो तपाईँले हेर्न सक्नुहुन्छ, अति राम्रो रमाइलो देखिएको छ। मेरो पछाडि बिल्डिङहरू होइन, दामी देखिरहेको छ। अनि तपाईँले अगाडि नै थम्बनेलमा देखिसक्नु भएको छ भन्ने लागिरहेको छ गाइस। मेरो समय मेरो पछाडि हेर्न सक्नुहुन्छ, हरेक कुरा बिल्डिङबाट नै थाहा पाउनुहुन्छ तपाईँले के कस्तो छ भनेर यहाँ युएको होइन। ल गाइस, यहाँको बसाइ नै यस्तो भइरहेको छ होइन, लाइफ अब सबै कुरा अहिले खास भने यहाँ चाहिँ ईदले गर्दा अहिले यो मुस्लिमहरू चाडपर्व ईदले नै अलिकति प्रभाव बनाइरहेको छ होइन। अब एक हप्ता चाहिँ छुट्टी छ, यो छुट्टीले गर्दाखेरि अलिकति चहल पहल अलिकति बढी छ होइन। हरेक यो सुपर मार्केटतिर मलतिर होइन, रोडतिर जाउँ होइन, यस्तो बेलामा चाहिँ अलिकति चहल पहल बढी छ यो ठाउँबाट चाहिँ। यो समय पछाडिबाट तपाईँले देख्न सक्नुहुन्छ बिल्डिङहरूमा। ल हेर्नुहोस्, यस्तो दामी छ होइन, दृश्यहरू चाहिँ अत्यन्त राम्रो अवस्थामा तपाईँले देख्न सक्नुहुन्छ। ल गाइज, प्लिज इफ यु लाइक द भिडियो प्लिज लाइक सेयर एन्ड कमेन्ट एन्ड सब्सक्राइब द माई च्यानल। फलोअप गरिदिनु होला भन्न चाहन्छु। लाइफ यस्तो छ गाइज, दुबईको बसाइ होइन। अब अहिले अब गर्मी लाग्दैछ, गर्मी बढ्दै आएको छ, जुन जुलाई अगस्त आउँदैछ। यहाँको अवस्था गाह्रो छ। अब जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाहिर काम गर्नेहरू त गाह्रै हुन्छ, घाम चर्को हुँदै आइसकेको छ। अब हेरौँ कस्तो हुन्छ। आफू त धेरै वर्ष भइसक्यो, 2015देखिबाट काम गरिरहेको छ यो अवस्थामा। घाम हेरेर घाँटी पनि थाहा हुन्छ होला सायद, डढेर होइन, घाँटी डढेर चाहिँ यस्तो भइरहेको छ। यस्तो छ गाइस यहीमा। ल हेर्नुहोस् है, लास्टै दामी छ है। हेलो, कहाँबाट तपाईँहरू मेरो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँले लाइक सेयर कमेन्ट गरिदिनु होला प्लिज। अनि लाइफ इज ए स्ट्रगल होइन, लाइफ यस्तै हुन्छ गाइस। जुनै देशमा गए पनि काम नगरिकन खान पाइँदैन होइन, काम नगरिकन पैसा कमाउन पाइँदैन। लाइफ यस्तो छ है गाइस, स्ट्रगल गर्नै पर्छ। तर थोरै र धेरैमा फरक पर्छ। कुनै ठाउँमा धेरै काम गर्दा गर्दा पनि पैसा पाइरहेको हुँदैन, थोरै पैसा भइरहेको हुन्छ होइन। अब यहाँ काम गर्ने लेबरहरूको पैसा त जम्मा 1000-1200 भन्दा हुँदैन, तर तिनीहरूले हार्ड वर्किङ काम गरिरहनु भएको हुन्छ। लास्टै वेदना छ हो, दुःख कष्ट धेरै छ है विदेशमा यार। लास्टै दुःख लाग्छ यार। कहिले त यसो सम्झिँदाखेरि आँखाबाट आँसु पनि झर्छ यार होइन। केटा मान्छे हो, रुनुलाई पनि आँसु झर्न पनि झर्छ कति मान्छे होइन। कुनै ठाउँमा त दुःख धेरै सम्झिँदाखेरि त नि मान्छेको आँसु झर्छ, केटा मान्छे रुनु हुँदैन भनेर हाम्रो सामाजिक परम्पराले चाहिँ अलिकति प्रभाव पारेको हुन्छ। तर पनि मान्छेहरू रोको हुन्छ कि अब दुःख कस्तो धेरै हुन्छ यार, सम्हाल्नै सकिँदैन यार। म आफै स्वयंलाई पनि गाह्रो छ है, आफ्नो दुःख कसलाई व्यक्त गरौँ के, सुन्दैन कोही पनि हुँदैन यार। लास्टै गाह्रो छ हो जीवन साथीहरू, यस्तै छ। तर पनि तपाईँलाई म सक्दो देखाउने कोसिस गर्ने छु है यो ठाउँदेखिबाट। ल हेर्नुहोस्, यस्तो दामी छ होइन। यो बिल्डिङमा झन् यतापट्टि बिल्डिङमै हेर न,
बिल्डिङमा पुरा के अरे बत्ती मात्रै छ क्या झलल त्यहाँ मात्र है त्यो टावरमा है। ल हेर्नुहोस् है गाई हो हो। ल साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूले प्लिज कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक सेयर के हुन्छ तपाईँले गरिदिनु होला। अझ पनि नयाँ नयाँ भिडियो लिएर आउने छु है गाइस। गाह्रो छ है, काम गरिखान गाह्रो छ। ओके गाइस, इफ यु लाइक द भिडियो लाइक सेयर कमेन्ट्स होइन। अरू कुरा त के भन्नु छ र, यस्तै छ। पछि फेरि म अहिले चाहिँ सुपर मार्केटतिर जान्छु होइन, सुपर मार्केट भिडियो बनाउन पाउँदैन होला गाइस। अनि मलमा ऱ्याक मलमा मेरो पछाडि चाहिँ ऱ्याक मल देखेको छ होइन, एमएस त्यो ऱ्याक मल देखेको छ, त्यहाँ चाहिँ भिडियो बनाउन पाउँदैन। ओके गाइस, यहाँ छ है गाइस। म चाहिँ दामी देखेको छ मेरो पछाडि हेर्नुहोस् है गाइस। सपिङ म्याक्समा दामी छ हेर्नु है त गाइस। लाने कि के हो, कति बाक्लो छ यार होइन। दामी छ यार चप्पलहरू। यता लेडिज आइटम रहेछ, पुरै त लेडिज आइटम रहेछ यार। पुरा लेडिज आइटम रहेछ। यता यो पनि लेडिज आइटमै रहेछ हेर्ने गाइस। ल हेर्नुहोस् है गाई, सपिङमा आज यस्तै भयो। ऱ्यान्डमली आज चाहिँ मैले के किन्न सकिनँ है, के किन्न मन पराएन। ईदको बेलामा अफर हुन्छ भनेको अफर पनि रहेनछ यार। यो त आज स्पेसल ईद हो नि त होइन, ईदको बेला त अफर पनि छैन है। म्याक्समा सुजहरूमा नि सुज म्याक्समा सुजै छ, सुज त छ तर त्यस्तो अफरै छैन यार। त्यस्तो मको पहिला नि पाउँछ यार, केही प्राइजै कम्ती छैन। ल गाइस, अब पछि किनौँ होला है त सुजहरू पनि। दामी छ यार सुज त है, तर के छैन, अफर छैन है, अफरै छैन, अफर छैन साथीहरू, अफर। दामी छ है बच्चाहरूको लागि, नानी बाबुको लागि चाहिँ दामी छ यार। मसिनो बच्चाहरूको लागि अन्त कटुनी छ होइन, दामी छ यार। नानी त यो ठिक हुन्छ। ल हेर्नुहोस् बच्चाहरूको लागि कपडाहरू है, कपडा चाहिँ दामी छ होइन। रेटै यस्तै बच्चाहरूको लागि दामी छ।
हेर्नु है गाइस दामी दामी छ यार कपडाहरूलाई रसर खाइमा मैले नआउनु होला म्याक्समा म्याक्स गाइस मैले आज सपिङ चाहिँ मेरो यो क्याप यो एसए लेखेको क्याप अनि एउटा यो सनब्लक किनेको छु किनभने अब घाम चर्को छ नि त घाम चर्को भएर चाहिँ लास्टै अब यो फेस पनि लास्टै बिग्रेको छ मेरो होइन यसलाई चाहिँ अलिकति सेफ्टी राख्नु पऱ्यो 90% SPF छ होइन 90% SPF राम्रो गर्छ स्किनलाई राम्रो गर्छ भन्ने लागिरहेछ आई होप ल साथीहरू आजको मेरो सपिङ चाहिँ यो दुईटा मात्र भयो क्याप र सनब्लक युएमा है त गाइज प्लिज गाइज तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ मेरो ब्लगलाई प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु अनि यसरी नै तपाईँलाई अर्को भिडियो फेरि बनाउन म कोसिस गर्नेछु गाइज होइन अनि सी यू नेक्स्ट भिडियो गाइज यसरी नै अर्को भिडियो बनाउने म कोसिस गर्नेछु लाइक सेयर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु गाइज सी यू स्टे सेफ स्टे ह्याप्पी एन्ड बाई बाई